खागु भनेको फर्निचर, खाग्याक भनेको मूल्य, खाप भनेको मूल्य, खानानहारा भनेको गरिब हुनु, फुजा भनेको धनी मान्छे, खादा भनेको जानु, नागादा भनेको बाहिर जानु, खारु भनेको धुलो, खामुम भनेको खडेरी, खासुम भनेको छाती, खासु भनेको गायक गायिका, खाजाङ भनेको सबैभन्दा, छेइल भनेको सबैभन्दा, खाजोक भनेको परिवार, खाजुक भनेको जनावरको छाला, खाजी भनेको भेन्टा, खाजी भनेको प्रकार, खाजी भनेको हाँगा, खानहोसा भनेको नर्स, फ्यानहोसा भनेको वकिल, खानसिक भनेको खाजा, खाम्जा भनेको आलु, खदुदा भनेको बाली भित्र्याउनु, छुमाल भनेको सप्तान्त, खपुहादा भनेको अस्वीकार गर्नु, खजलहादा भनेको अस्वीकार गर्नु, खउल भनेको ऐना, खन्मुल भनेको भवन, खुदु भनेको छालाको जुत्ता, खुमङ भनेको प्वाल, खुरिम भनेको चित्र, खुरिम्जा भनेको छाया,